हेलो गाइस, म चाहिँ अटो छु। अहिले चाहिँ हामी चाहिँ कतै पार्क जाने प्लानिङ भएको छ। सो म चाहिँ फर्स्टमा आइपुगेँ। म बृन्दा र मायालाई चाहिँ कुर्दैछु। आई डोन्ट नो भित्र गएर बसेर कुर्छु कि बाहिर। सो हामी चाहिँ आज घुम्न जाने प्लान छ। खै भित्रै बसौँ कि बाहिर जाऊँ कन्फ्युज भएँ म त। होस् बाहिरै जान्छु। यो चाहिँ अलिकति ठुलो स्टेसन हो, त्यही भएर यहाँ मान्छेहरू प्राय हराउने गर्छन्। जस्तै म पहिला हराउँथेँ, बट अहिले त हराउँदिनँ। अहिले त आरामसँग थाहा भइसक्यो चप्पा चप्पा मलाई। अलिकति हराउने खालकै छ क्या। रेन छ। कता हो मेरो मायालुहरू खै यतातिर हुनुपर्ने हो। देख्दिनँ म कहीँ पनि। मेसेज गर्नु पर्ला। यो चाहिँ रह्यो अटोचाको स्टेसन गाइजहरू। यो चाहिँ रह्यो अटोचाको एकदम ठुलो स्टेसन गाइजहरू। म चाहिँ अब आउट हुन्छु। आई थिङ्क सो भित्रै कुर्ने हो कि बाहिर कुर्ने हो, म त कन्फ्युज हुन्छु यार। यहाँबाट बाहिर कहाँबाट जान्छ? अघि त कन्फ्युज हुँदिनँ भने भए त। माया सायद यतैबाट आउँछ। सो मायालाई चाहिँ कुर्नु पर्यो अनि त्यसपछि बाहिर जानु पर्ला। बस्ने ठाउँ पनि छैन यार। माया आउने सायद यताबाट हो। सो मैले चाहिँ मायालाई देखेँ होइन, त्यहाँ छ कि ऊ गाइजहरू। बोलाएको छैन क्या, यो फोनमै छ। हाई अझै एकजना बाँकी छ, बृन्दा आउँदैछ। बृन्दालाई चाहिँ त्यहाँबाट हेर्नुपर्छ, लिन जानुपर्छ कि आई डोन्ट नो। बार्सेलोना गएको याद आयो गाइस। यहाँ आएर लास्ट लफडा भएको थियो। यसले हो मेट्रो छुटाएको, फेरि नयाँ मेट्रो किनेर नयाँ मेट्रो रे टिकट किनेर फेरि गएको हामी जामा लाउने। यहाँबाट पनि रहेछ। किन्न सोना क्यों? अनि कस्तो राम्रो हो नि त त्यो। खोइ बृन्दा मायालुलाई कुरेको बाहिरबाट देखिन। म त यहीँ आएर हेरेको, देख्दिन त। एउटा उहाँ छ हौ, यताबाट आउने हो कि उताबाट आउने हो? कता हो मायालु? देख्दिन छ म। मायालु तिमी कता छौ? मायालु तिमी कता छौ? मायालुले दुःख दियो नि। नो से के पासा यहाँ आएर बस्दिने यार, त्यत्रो घुमाइदिने यार हामीलाई यार। के हो यस्तो? उसले कुर्नु पर्ने रे, हामीले कुरेको थाहा छैन। मामफुली उहाँ छ, हामी है बाटो क्रस गरेर यहाँ लिएर आइदिएर अब भो। नट ब्याड। चल मैले बृन्दालाई मायालु भन्यो रे, यसलाई भनेन रे भनेर घर गएको रे। ल ओइ नाटक नदेखा न यार। ए मेरो मायालु, मेरो फुल जस्ती मायालु, प्लिज आउनुहोस् न। ओ मेरो मायालु, मेरो डार्लिङ आऊ, मेरो डार्लिङ आऊ। त्यस्तो नगर, त्यस्तो नगर मायालु। तिमी बिना त म झन् बाँच्नै सक्दिनँ। तिमी त
अरे शिव मायालु तपाईँलाई म आज मायालु भन्दिनँ है यतातिर मायालु भन्नुपर्ने रहेछ यो ऊ त्योनिर पो चढ्नुपर्छ है क्या हो त्यहाँ माथि त्यो यस्तो त्यो पोखरामा छ नि व्हाइट स्तूपा भन्छ नि सिमिलर त्यस्तै बाटे सानो तर कस्तो अनौठो लागेको किनकि अफिसबाट बाहिर कहिले निस्केको छैन फर्स्ट टाइम होला अलिकति डिफ्रेन्स फिल भएको क्या म्याड्रिड जस्तो पनि लाग्यो हिजै घुमेको तपाईँ एक्लै त्यही भने हामीलाई चाहिँ एकचोटि नसुत्दो रहेछ अब हामी कहीँ गएको छैन यतातिर यो दुईटा कसले कता अरे यताको बिल्डिङहरू पनि दामी दामी नै छ यहाँबाट चाहिँ कस्तो राम्रो के भनिस् बिहानदेखिबाट घुम्न जाउँ घुम्न नगएर कत यो के हो अबदेखि वृन्दासँग कन्ट्याक्ट गरे हेर्न त आएको गाइजहरू लाइन हेऱ्यो अब हाम्रो पालो कहिले आउँछ गोल्डनतिर कुर्नै पर्यो यो घर चाहिँ कस्तो दाम यो ठ्याक्कै दाइयो छ नि दाइयोबाट हेर्दाखेरि यस्तो त छ नि त्यहाँ पनि यता चाहिँ वान साइड भयो त्यहाँ चाहिँ टु साइड नै छ ल झऱ्यो कुन चाहिँले फुटायो बस्दैन नि त यिनीहरू लाइन हेर न प्रभु एकछिन रोक्न यार यत्रो लाइन छ कहिले सक्ने होला देख खाइसकेँ त मैले खानेकुरा लिएको अरे अङ्क के खाइस् के थाहा भयो म मरिहाल्यो भने जहिले हो कि के हो मारेर खाएको है मलाई के दिएको थाहा नि त खाइदियो हामी जाने त्यहाँभित्र खै कतिखेर पालाउन अरे न खिच्न मिल्छ कि मिल्दैन मैले चाहिँ कभर गरेँ यिनीहरूको यो खै आर्टिस्ट त देखिँदैन क्या पक्कै टिभी च्यानलको केही लाग्यो होला लाइन हेर समस्या कस्तो राम्रो कपाल हौ नकैले सकैले तानेर हेर्नु पर्छ कति मन पर्छ कि के इन्ट्रेस्टिङ लाग्छ भगवान सोचेर त छोरी बनाएर पालो कहिले आउँछ यहाँ चिजहरू बनाउँछ म त यसो आँखाले सानो हेर्नु त्यति मात्रै फाइनली गाइस 1 घन्टा पछि पालो आएको छ लाइनमा बसेर ग्रासियास राम 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 1 घन्टा बसेन त बसेँ नि यार 3 जनाको एकै ठाउँमा दिन्छु कस्तो गहनाको है यहाँनिर अगस्त 9 बजीसम्म रहेछ अहिले त अब रात लामो हुन्छ नि त मान्छेहरू फोटोसुट गर्न नै आउँछ जस्तै छ यता म त यसले दिएर होला टिकट भने त्यहाँ पो हो ओके सो हाम्रो पालो आउँछ यता तिनजना के चाहिँ जाने €12.
¿Con tarjeta? Sí. पहिला त 2 दिन्थ्यो जस्तो लाग्यो अन्त 4 लिँदो रहेछ Gracias. त्यो त बाहिर त गेटमा त 2 नै देखाउँदै थियो 10जनाले चाहिँ 2 युरो लिन्थ्यो जस्तो लाग्यो थियो 10जना ग्रुप आयो 1 घन्टा बसेर किनभने हामी ग्रुपमा टिकटको आएको उपलब्धि पर पर्सन 4 युरो टाइमिङ लेखेको छ कति बजीसम्म बस्न पाउने भनेर कि 7:30 बजीदेखि चाहिँ एक बार किसिम आई विस फुलको बास्ना पनि क्याप्चर गर्न मिल्ने भयो घर क्याप्चर गरेर घर लानुहुन्थ्यो अनि त टन्नै रहेछ नि त वाउ गाइजहरूलाई 4 युरोतिर हेर्नै आउनु परेन ल मैले देखाइदिएँ बाफ्रे फोटो खिच्नेको लाइन मजाले फक्रेको चाहिँ नरहेछ फक्रेको चाहिँ सकिसकेछ भगवान् हाम्रै जातको हाम्रै देशकै हो कि हल्ला गर्ने त ओ माई गॉड कस्तो मलाई त्यो पिङ्कवाला ए पारिजातको बट बास्ना चाहिँ मगमग छ एकदम मिठो के त्यो मलाई त्यो फुल कस्तो मन पर्यो पिङ्कवाला उयो मिक्स के सो नाइस राम राम मान्छेको भिड यही लाइनमा मात्रै हो कि अन्त पनि छ भित्र पनि होला जास्मिन पनि रहेछ नि कता छ जास्मिन बास्न आइरहेको छ यहाँ तर मलाई फुलको उस्ती थाहा भएन कुन फुल हो तर बास्ना चाहिँ आइरहेछ यो त होइन यो होइन व्हाइट फुल हो कि यो व्हाइट हुन्छ मै फुल भुइँभरि झरेछ बा हाम्रो पालो कहिले आउँछ फोटो खिच्यो भने आएकै हो तल पालो जाने हो खिच्ने हो नि पालो कुरेर बस्ने हो त कहाँ खिच्यो भन कुन फुल खिच्ने रातो ओरेन्ज येलो व्हाइट पिङ्क पर्पल उता भित्रभित्र छैन यतै हो ओ यार उयो चाहिँ अनौठो देखेँ मैले यो डार्क के डार्कमा त मैले यहीँ देखेको ल ओ माय गॉड यो चाहिँ भर्खरै फक्रिँदैछ भित्र चाहिँ हल्का रेडनेस पनि छ बाहिर चाहिँ पुरै टाढाबाट हेर्दा त ब्ल्याक जस्तो देख्दो रहेछ थरी थरी फुल छ सबैजना छन् थरी थरी हेर दामी 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 गाइस यो चाहिँ अटोचाबाट 10 मिनट जति हिँड्नुपर्छ होला गार्डनको नाम चाहिँ आई डोन्ट नो आई विल मेन्सन इट राम्रो छ बास्ना पनि मिठो छ त्यहाँ फुच्चे हेर्न क्या मजाले सुतेर स्याउ खाँदैछ कहाँ हो अरे ठाउँको नाम रियल खाल्दिन ओके यो चाहिँ लोकेसन गाइजहरू 4 युरो मात्र मलाई त त्यो फुच्चे कस्तो मन पर्यो स्याउ खाँच्छ सुतेर हेर्न त्यहाँ लिएर यही सुतौ सुतौ जस्तो भयो ओके अब हामी पनि एउटा फोटो सेसन गरौँ न त पार्क पनि घुमेर सक्यो गाइस अब चाहिँ घरतिर जाने बाटो खोजेको
घुम्यो टिकटक बनायो फोटो खिच्यो झगडा परेन झगडा आज चाहिँ डिस्कसन चाहिँ पऱ्यो भन्न डान्स स्टेप सिकाउन चाहिँ डिस्कसन पर्यो हान्छ भएन एउटा गीत थियो नि ताना तान भो हाना हान भो भन्ने हाम्रो Nice. बेबीलाई के भयो यहाँ देखाउँछ हाम्रो बिन्द्र बेबीलाई के भयो कहिले गयो हिजो अस्ति माथि नाइस सो राम्रो छ यहाँ घुम्न आउनुलाई गरिदिनु किन खुट्टा चाहिँ किन नचालेको होइन सिकाउने मान्छे नभएर त्यहाँ बिरालो बसेको देखिस् तैँले सो रमाइलो थियो रमाइलो भयो फोटो खिच रे तेरैबाट खिच ल मेरो फोन त डेट भइसक्यो धन्न ब्याकअप वृन्दा लिएर आएछ फोटो खिच्नु पर्ने पुतलीलाई सो आजको लागि यति नै होला अहिले अलि उता पर पुगेपछि बनाउँछु कस फोनमा ब्याट्री नै सकिसक्यो मेरो फोटो खिच्ने कार्यक्रम हुँदैछ यहाँ चाहिँ अघिदेखि के फुलको बास्ना आयो के फुलको बास्ना आयो भने चाहिँ यो फुलको चाहिँ यस्तो बास्ना आउँदो रहेछ है आई डोन्ट नो यो फुलको नाम चाहिँ के हो लान मिल्दैन अरे क्यामेरा छ भन्छ जतासुकै है उसले दामी के यो फुल चाहिँ यस्तो बबल बास्ना आएको छ सेम जास्मिन जस्तै गाइसहरू दामी यहाँ फोटो पनि खिचाएको छ भरे आउँछ अझै पोज दिनु पुगेछ नि तँलाई भयो भए फुल सुँग्नु हुँदैन नि थाहा छ नि तँलाई मेरो ब्याग बोक्यो हो सो गाइज कस्तो भयो आजको दिन अलिकति जाओस् न त इन्जोय गरिस् माया इन्जोय गऱ्यो वृन्दा ओके हो यो ज्यास्मिन त होइन रहेछ यो बास्ना आएन होइन त्यही हो त्यही अघिको त्यो पर्पल कलरकै फुल बास्न आएको गुलाबको फुल यहाँ रहेछ कस्तो दामी दामी के तिमी फुलै फुलको फरिया फेर फुलहरूकै सेज हो कि के हो चोली लगो त्यो खानामा पकाउने सेज जस्तो रहेछ त्यो। 4 युरो सक्यो घुमेर अघि त कति लाइन है अहिले त अब सकिने बेला भएर नि होला मान्छे नहुने रहेछ 7:30 बजेदेखि त उता हामी कति बजी आएको थियो 4:30 बजी चाहिँ छिर्यो होला होइन 5 भिडियोबाटै फोटो खिचेको क्या नाइस ठिकै त्यहाँबाट लिएका थियौँ यहाँबाटै जाँदैछौँ ग्रासियास अब यहाँबाट कहाँ जाने अब यहाँबाट घर जाने कति राम्री रहेछ म जस्तै पूजा त गर्ने होला नि किन गर्ने गरौँ न दामी नै लाग्यो हौ ठाउँ चाहिँ त्यहाँभित्र नि जानुहुन्थ्यो तर हिँड्दा हिँड्दा खुट्टा गलिसक्यो गाइजहरू सो हामी चाहिँ गएनौँ अब हामी लाग्दैछौँ सोलतिर पेट पूजा गर्नुलाई
के खाएर अनि घर फर्किनु पर्यो। फुटाइदे पुरानो नझरेसम्म नयाँ आउँदैन। मैले किनेर दियो भने त अब बर्थडे कुर्नुपर्छ यार। बर्थडेमा दिउँला। बिस्तारै खाए अड्केला पानी। झरेन फेरि खा त, फेरि पानी पिन। अलिकति यसो हलाइदिन्छु क्या। ओहो कस्तो राम्रो ढोका यार काठको। यतातिरको बिल्डिङहरू सबै एउटै पानी डराइ खाएको त अहिले आएको हावाले चिसो भयो। नेपाल कहिले हुन्छ होला यस्तो सफा। अस्ति म टिकटक लाइभमा बसेको बेलामा आहा कस्तो सफा है, त्यहाँ त भुइँमा सुत्यो भने पनि फोट लाग्दैन होला है भन्दै थियो। हो त अनि यस्तो हुन्छ त हाम्रो देशमा। अब हुन्छ सुन, ब्यालेन्स सरकारले गर्नुहुन्छ। मेयर हुँदैखेरि पैसा क्या थियो, अब त झनै पर दामी बिल्डिङहरू के यो एरियामा चाहिँ। खोइ म गएँ कि गएन याद छैन। आई थिङ्क खोइ गएँ जस्तो नि लाग्छ। लन्डनमा पनि यस्तै लामो हाइड पार्क छ नि, अनि बिचमा यस्तै आउँछ त। अनि त्यो चौराहा हो कि हाइड पार्क के, जहाँ त्यो अब म गएको भए पनि मलाई नाम थाहा छैन। जस्ट लाइक हाइड पार्क के। ए त्यो आई डोन्ट नो इफ कहिले भनेको। अनि त्यो सिनेमाको पछाडिपट्टि त्यो ठुल्ठुलो उहरू पनि चल्छ एडभर्टाइजहरूको। ट्रफल स्क्वायर हो यो चाहिँ। उहिले फोटो खिचेर पैसा लिने जस्तो छ। हामीले बार्सिलोनामा गरे जस्तै। त्यो लाम्सिड हेर न वाइनको बोतलमा। अबको यात्रा सोलको कति नम्बरको मेट्रो लाइन हो यो? 2 लिब्रे। ओहो काका, अब काकाहरूले पनि चलाउने रहेछ।
अब अर्को भिडियो सोलको स्टेसन बाहिर निस्केपछि वृन्दामायाले खुट्टा देखेर बस्नु भएको छ। म यहाँ बसेको, यसले मलाई उठाएर यो बसेको हो क्या। यस्तो पनि साथी हुन्छ गाइजहरू। बस्न पनि दिँदैन यार। भयो यहीँ भुइँमा बस्छु। हामी आइपुग्यो हो होइन? अब एक स्टेसन। बाफ्रे बाफ्रे मान्छेहरू। Yo he visto algunas y sí. के को भिड हो यो? के को भिड हो यत्रो? के प्रोग्राम केही हुनलाई होला हौ नत्र यस्तो त। पुरै बाटो छेकेर को आउन आँट्यो? है हाम्रो लागि हो कि? त्यही त जनवरीमा हुन्छ नि एक्चुअली त्यो किङ्सहरू आउने के गर्ने। भोलि र पर्सि फेस्टा छ नि, त्यसको के हो कि? है सिवाना मसँग सबै मान्छे त टनाटन भएछ त। Oh my god. कहाँ जाने हो यार? मान्छे त उहीँसम्म छ हौ। थाहा छैन के आउन आँट्यो हो। जाने कहाँ? हामी त त्यहीँ जाऊँ न, खाना खान जाने हो। उतापट्टि साइडको होला नि यता। अलिअलि के बेच्ने थियो? अनि त्यही त ब्याकपट्टि होइन त? ब्याक साइड। यता त भिड पनि छ, उतैबाट जाउँ। यहाँ त एकछिनमै मान्छे हराउँछ। I don't know guys के को भिड हो, तर लास्टै भिड रहेछ सोलमा यार। सो हामी चाहिँ फर्केर ब्याक साइडबाट जाँदैछौँ। सेमिनारहरूको लागि त कस्तो दामी दामी हो। यो चाहिँ तर यो त उसको लागि हो है, मेट्रोको। कोही न कोही पानी भर सक्या भए। जलेबी यहाँ पनि रहेछ त। बारेनमा पनि टन्नै खायो जलेबी। हाम्रो नेपालको गाई किन ल्यायो होला त्यहाँ? चाइनाले ल्याएको पऱ्यो। चाइना नजिक छ नि त हाम्रो। अनि हाम्रो नेपालमा गएर गाई लिएर त्यहाँ दिएछ अरे कि। माया खोइ त पानी भर्न लायो होला। आउँदैछ। कता जाने त खाना? सुमिनाको लागि त यहाँ पो हुनुपर्ने रहेछ गाई। कस्तो मिठो बजाएको यार। कस्तो दामी। कहाँ गयो हौ यिनीहरू मलाई छोडेर? फेरि उहाँ पुगिसकेछ। मामाहरू नि हुनुहुन्छ।
पिज्जा खानु आएको अरे गाइजहरू उतापट्टि छ अर्को साइडमा बट आई क्यान नट टेक भिडियो सो रेडिमेड छान्ने तताउने खाने कस्तो हुन्छ आई डोन्ट नो हामीले चाहिँ यो खानु आँटेको के लेख्या हो पनि थाहा छैन आई होप बिफ चाहिँ छैन होला यहाँ फाइनली हाम्रो पिज्जा पनि आइपुग्छ यसलाई चाहिँ के हाल्नुपर्ने मलाई चाहिँ केही चाहिँदैन ओरिगानो चाहिँ अलिअलि हाल्छु चिली ओइल हो यो होस् यही छ अलरेडी यार चिली ओइल खाए ल गाइसहरू कस्तो मिठो छ ट्राई गर्दा कस्तो तेरो मिठो लाग्यो है मिठो हुन्छ मिठो टेस्टी छ है यमी तातो पनि भयो क्रन्ची पनि मिठो छ यहाँ जस्ट पिज्जा मात्रै बनाउने भएर पनि होला अरू केही खाना छैन नि त सो ओन्ली पिज्जा त्यही भएर पनि त यसमै फोकस हुन्छ आइनिकन भएको भए लिनुहुन्थ्यो नरहेछ ट्राई गर्ने हो पोर्क खाँदैन हामी चाहिँ पिज्जा खायौँ गाइज अब कफी पिउनको लागि जाँदैछौँ होइन न आज यहाँ के छ लास्टै भिड छ हुन त जहिले पनि यस्तै नै हो सोलमा बट आज चाहिँ अलिक बेसी नै छ क्या पछाडि पनि आँखा छ हौ मेरो आफै चाहिँ धर्नै गएको मान्छेलाई ठोकिनु अन्त नि यतै हो र जाने म त ठाउँमै बाटै देख्दिनँ त जाने त आई थिङ्क घोडा जस्तै लाग्यो अब हामी डल्लो मान्छेले कहाँ देख्छ त यार क्यामेरा माथि गरे नि देख्दैन के छ त्यहाँ गाइसहरू के पो हो यहाँबाट चाहिँ छिर्न सक्दैन Cheers! मैले पो अन्ली रिसिभमा राखेको छु कि हेर अन्ली रिसिभमा राखेको छु मैले घुमियो पनि पिज्जा पनि खाइयो कफी पनि खाइयो फोटो पनि सेन्ड गरियो दिनभरि घुमेर हिसाब कति भयो त्यो पनि आए हिसाब गरेर पठाइँदैछ आजको दिन यस्तै नै भयो इट वाज वन्डरफुल डे अब भोलिको दिन कस्तो हुन्छ हेरौँ गाइज अब चाहिँ घर जानु आँटेको बाई बाई गुड नाइट सही दियो के रे भोलि भेटौँला रे यता रिसाएको रे क्या आउँदै लगाएको छ किस गर्दै गर्दा अहिले कालोमा किस गर्दा तँ यहीँबाट जाने माया
प्लाजा डिस्पेन्सरी तल है जाँदैन म नि यहीँबाट जान्छु किन जानु म उहाँ अनि बसमा जाने भए जान्छु अनि बाई त भन् सँगै जाँदिनँ भनेको रिस आयो बाई पुगेर फोन गर है पुगेर मेसेज गर कल गर बाई बाई बृन्दा र यहाँबाट छुट्यो माया माथिबाट छुट्यो म चाहिँ अब 5 नम्बरको मेट्रोबाट घर जान आँटेको गाइस मेरो कहाँ छ यहाँनिर छ आलु चाहिँ 12 स्टेसन छ यार ओके गाडीबाट झरेर गाइजहरू म चाहिँ घरतिर लाग्दैछु मेरो घर हो त्यहाँ छ हो जाडो 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 भयो दिनभरि त जाडो भएन राति त जाडो हुँदो रहेछ त्यहाँ छ मेरो घर ओके म ढोकाबाट बाहिर फेरि गर्छु ल जाडो सक्यो फोन तेर्स्याएर हिँड्नलाई म त्यहाँ घरमा पुगेपछि गर्छु आई थिङ्क यति नै हो आजको लागि यति नै हो गाइस होइन गयो पार्क सार्क घुम्यो टाइम स्पेन्ड भयो साथीहरूसँग भेटघाट भयो इट वाज गुड वन्डरफुल डे अब घर गइन्छ फ्रेस भइन्छ देन सुतिन्छ आई थिङ्क भोलि फेरि जाने प्लानिङ छ कतै हेरौँ के हुन्छ थकै चाहिँ लास्टै लागेछ खुट्टा दुखिरहेछ बुटले गरेर सो गुड नाइट बाई बाई टेक केयर यही हो मेरो बिल्डिङ हो उता छेउसम्म अब मेरो घर पनि आइपुग्न आँट्यो सो आजको लागि यति नै बाई गुड नाइट यो चाहिँ मेरो घरको गार्डन यो चाहिँ मेरो बिल्डिङ यहाँबाट म ढोका खोल्छु अनि त्यसपछि माथि जान्छु 5 तला माथि चढ्दै 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 ओके बाई गाइस गुड नाइट